Hello guys, welcome to my new vlog. अनि आज चाहिँ हामी ग्रान्ड क्यानियन ट्र्याक जाँदैछौँ 6.5 किलोमिटर्सको ट्रेकिङ 3-4 घन्टा लाग्छ हुन्छ अनि साँझको 5 बजिसक्यो किनकि हामी यहाँ आउने प्लान थिएन एक्कासी आएको हो मेरो बिहान काम थियो तर काम गर्न निक्लेको मान्छे फर्किनु पऱ्यो किनकि काम क्यान्सल भयो त्यस्तै छ म्यानेजरको हालत हाम्रो त्यसपछि हामी यसो बाहिर गएर यति सिधै आएको गाडीमा मस्त सुतेर आएको अनि हामीसँग चाहिँ सुजन दाई हेलो हजुर म भाग्य नेपाली Alright, ladies and gentlemen, let's start our journey. हातको के हुँदै हातको त्यो वेट हल्का पेट सफा गरौँ न बिफोर बिचरा राम्रो देखियो सो यो हाम्रो जर्नी सुरु भइसक्यो 3-4 घन्टा हिँड्ने हो अहिले न म के हेर्छु के देख्छु भाग्नु पर्छ कि दौडिनु पर्छ कि त ट्रेकिङमा चाहिँ खास सुरुमा उकालो हुन्छ नि ओह्रालो हुन्छ यहाँ चाहिँ उल्टा आएकै ठ्याक्कै ओह्रालो त्यसपछि बल्ल उकालो हो मलाई चाहिँ रमाइलो लागिरहेको जङ्गलमा हिँड्न चाहिँ हल्का नेपालवाला फिलिङ्स दिन्छ नेपाल नभए पनि भन्दै थिएँ नि सुरुमा ओह्रालो झर्ने भनेर ओह्रालो झर्दै बस्दै अब एकदम कति घन्टा 3-4 घन्टा लागेको थियो कति घन्टा लागेको थियो पनि बिर्सेँ तर लाग्छ चाहिँ 3-4 घन्टामा अप एन्ड डाउन अप एन्ड डाउन हुन्छ भने चाहिँ हामी ट्रेकिङ आएको रे फेरि बाटोमा आइसक्यो कि ए राइट साइड बाटो चाहिँ राम्रै छ तर दाउरा छोपियो जस्तो हुन्छ रमाइलो हुन्छ त्यति मजा आउँछ कि यस्तो गर्दै हिँड्ने सानो हिँड्ने त्यसरी तल के छ कि 3 घन्टा तल जाने हो ट्रेकिङ होइन 3 घन्टा होइन 1.5 घन्टा होला जान आउनु हो 3-4 घन्टा लाग्ने जान मात्र बाटो साइडमा हिँड्ने ट्रेकिङ भन्ने त होइन होला हो चस्मा ट्रेकिङ भन्ने जिन्दगीमा है त्यो नुवाकोट रानीमहल गरेको गएको नि स्कुलबाट भाइ स्कुलबाट गएको कि उसमा के हजुर त्यहाँ होइन कि साह्रै यो आएको लुकाउट दाइ भाग्छ के घुमिफिरी भिडियो अलिक भेदा हुन्छ मलाई घुमिफिरी पार्किङमा आउँ त हामी त त्यहाँ चाहिँ अर्को पार्किङ हाम्रो दाइहरू दाइहरू ए ट्रेकिङ यही नै छ बल्ल देखियो नेमिसो मेरो आँखाले चाहिँ बल्ल राम्रो देखिरहेको तर अब फोन त त्यस्तै नै हो देखियो कि छैन कि क्यामेरामा देखियो कि छैन कि मैले चाहिँ राम्रो कुरा देखिरहेको त आँखाबाट आँखामै राखौँ क्या फोन के डिफ्रेन्स हुन्छ कि अगाडि देखिरह लुक एट दिस जस्ट लुक एट दिस शान्ति ठाउँ छ लेट्स कन्टिन्यू द जर्नी भर्खर यहीँ आएको क्या म त्यो टाढा पनि आएन कि पानी पर्ला जस्तो लाग्यो मलाई किन के हुन्छ फेरि बाटो हरा जस्तो फेरि कता हो जाने कहाँ जान्छ लेखा ती भ्याली भ्यू लुकआउट 5 मिटर रुक त कस्तो स्टिप छ कि यो बाटो घोडामा ढ्याङ ठोकिरा मैले भ्लग अघि बिहानै सुरु गर्छु भन्थेँ बिहान भन्दा पनि जाने फिक्स भइसकेपछि गाडीमा सुतेछु म त मस्त एउटा बिहानै काम थियो अनि बिहानै काम भनेर बिहानै उठेँ काम जान्छु भनेर म्यानेजरलाई म्यासेज गरिदियो
आज चाहिँदैन भनेर अनि त्योसँग यसो झडा पऱ्यो अनि ठिक छ भनेर घर सुत्छु भनेको फेरि सामान किन्न थियो घरको अनि सामान किन्ने डुल्यो देन फाइनल्ली दाइले पकाएर चाहिँ हामी यहाँ छौँ दाइ चाहिँ अझै अङ्गुर खाँदै व्यस्त हुनुहुन्छ साथीलाई चाहिँ नुहाकोड हिँड्ने जस्तो फिल गरेर खाँदै बिजुलीको पोल भन्दा हो अब बिजुलीको पोल यातायात त गरेर बसेको छैन मैले अनि हाम्रो यो बिचमा चाहिँ यस्तो छ यो चाहिँ हाम्रो रेन वाटर आउँछ नि रेन वाटर आइसकेपछि चाहिँ यहाँ पानी जम्मा नहोस् भनेर लाइक फ्लो जाओस् भनेर बिचमा बनाएको छ होइन भनेको जस होइन त्यस्तो होइन पहिरो खसेको नि त कहाँ नेपाल जस्तो पहिरो खसेको आइरन नो अर्को सेकेन्ड पनि यहाँ किनकि चाहिँ यहाँ चाहिँ अझै पनि गिलो हो किनकि रेन वाटर भएर पनि गिलो हो तर यो एरिया चाहिँ पुरै ड्राई छ किनकि यो स्लोप भएर यसमा आउँछ अनिबाट चाहिँ पानी जान्छ आइरन मैले यो कुरा किन भन्नु राखेको तर भन्न मजा आइरह सुनिदिनुहोस् वाट एभर इट इज म चाहिँ फर्स्ट टाइम नुहाएको गर्दा अझै केटाहरूसँग गर्थेँ क्लास 9मा कि 10मा एक्लै हिँड्दै थिएँ अगाडि एक्लै हिँड्दै थिएँ त्यही फोन चलाउँदै हिँड्दै थिएँ माथि टुप्पामा पुगेँ म टुप्पामा पुगेँ आधी घन्टा पछि आइरहेको थिएँ भर्खर पनि त्यस्तै होला जस्तो एक्लै हिँड्न मजा आइरहेको कुरा गर्दै त्यसो गर्नुहुन्न लास्ट टाइम भन्दा पनि एकचोटि चाहिँ पोखरामा हराएको थिएँ अनि सानोमा एक्लै हिँड्दै त्यस्तो चाहिँ गर्नुहुन्न म चाहिँ दाइलाई कुर्छु यहीँ जहाँ हिँड्छु त्यही राम्रो हो क्या म त उयो रकमा जान्छु चाहिँ जहाँ हिँड्छु त्यही राम्रो छ क्या मेरो फोनको स्टोरेज चाहिँ फुल हुन थाहा आई डोन्ट नो किन होइन थाहा छैन किन भयो भनेर फुल हुँदैछ सो ढुङ्गा ओ माई गड यो चाहिँ अलिक पिक प्लेस उयो नाइस है नाइस होइन होला ओ बवाल छ त सिन त यो बाटो पनि पुरै गिलो छ यसलाई हुन्छ नि फोर्ट्रेसमा हिँड्ने जस्तो हो क्या मन्दिर खोज्दै हामीले हुन्छ नि ट्रेजर खोज्दै हाम्रो फर्स्ट लेडी झर्ना अघि ट्राई गर्नु भयो सिटी बजाउन छोड्नु के त बिचरा छोड्नु यार छोड्नु बस 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 भयो इसका तो फू हो गया बाटो चाहिँ चिप्लो छ किन मन थाहा होइन एकदम चिप्लो बाटो लडिहाल्यो नि लडिहाल्छ यहाँ सानो कुला यो नदेखेको 2 वर्ष भएको थियो यार यस्तो नदेखेको यार म त यार 2 वर्ष भयो यार अन्त सिँढी पनि राम्रो छ कि आयो नि त भयो कस्तो दामी ठाउँको हामी हिँडेको धेरै भएन कि आधी घन्टा पनि भएन कि 10 ठाउँ रोक्यौँ किनकि सबै कुरो राम्रो छ अनि सबै कुरो हेर्न चाहिँ रमाइलो लागिरहेको किनकि धेरै मेबी 1-2 वर्ष नै भएको थियो जस्तो ठाउँमा नगएको 1-2 वर्षमा ब्याक इन नेपाल त्यतिको लागि सुरु गऱ्यो लाइक एउटा हेर हिँड्ने ठाउँ नै भइहाल्छ क्या होइन मोटे त्यही नै हो कि त्यही रमाइलो भयो ओके म टकमा हालेर हिँड्छु नि त्यसरी ल पुरै सानो बाटो छ टक्क पानी छ सबै छ मलाई चाहिँ साँच्चीकै नेपालमै हिँड्ने जस्तो लागिरहेको तर होइन अस्ति ल्याएको के गर्नु Look man
धेरै कुरा देखिँदै हामी चाहिँ फेरि पनि आउनुपर्ने हुन्छ समयको साथ नभएर चाहिँ हामी छिर जाँदैन मतलब हामी चाहिँ अलि हतार गऱ्यौँ टु कम्प्लिट द ट्रेक तर म चाहिँ हामी चाहिँ फेरि आउने बेला छु मलाई चाहिँ यो ट्रेकिङ गरेको चाहिँ राम्रो लाग्छ कि एभ्री पाथ हुन्छ नि सबै लाइक ढुङ्गाहरू सबै काप गरेर ठोकिएर मोडेर बनाएको हो कि सबै माथिदेखि आधी घन्टा भइसक्यो हामी हिँडेको एभ्री पाथ चाहिँ राम्ररी बनाएको छ कि मान्छेले आफै यहाँ माथि जाने तल जाने आई थिङ्क दिस वे सबै स्टोन काप गरेर बनाएको लाइक सिरियस जस्ट ढुङ्गा राखेको होइन नि त यहाँ यो त ढुङ्गा राखेको जस्तो अघिको भगवान् फकिङ नथिङ सो हाम्रो चाहिँ दाइदीलाई भेटाइयो दाइदी धेरै अगाडि हुनुहुन्थ्यो Alright, ladies and gentlemen, let me introduce the Great Cannon Walk. 6.5 kilometers from the above sea level. ए त होइन होला हौ कहाँ चढिदियो पनि अन्त We did a walk through the lake. यहीँ छ हो ढुङ्गा ठोक्किन्छ कि भन्ने डर लाइक माथि भुइँ हिलो छ यस्तो देख्दै कस्तो रमाइलो लागिरहेको आनन्द टक्क यहाँदेखि हिँड्दै जान मजा आउँछ नि त मजा आउँछ मलाई किनकि अहिले मैले बनाएको भिडियोमा अब तरमसित आएन लागिरह जनावर हो क्या यो अघि अँध्यारो थियो उज्यालो हो किनकि माथि त उज्यालो थियो नि त अझै या एकदम राम्रो ठाउँ रहेको छ यहाँ यस्तो भन्छ हाम्रो लागि होइन भने आई डोन्ट नो इफ वी क्यान गो होइन ओन्ली पोइन्ट भन्छ के भन्ने जाने कि न यार सो हामी चाहिँ म चाहिँ यहाँ पुगिसकेँ आउँदै हुनुहुन्छ यस्तो भन्छ एफलेस ओन्ली पोइन्ट बियोन्ड दिस पोइन्ट भन्छ अब हामी जाने कि नै लेट्स त्यहाँ पनि एउटा बोर्ड छ हेर्नु के हुन्छ स्लिपर क्या भन्छ तर पानी चाहिँ रेन वाटर चाहिँ भइरहेको हुँदो रहेछ कि यहाँ के भन्छ हेरौँ न अरू जानु पाइन्छ कि नै No entry. You are close to the edge of the deep holes in the canyon. The rocks are slippery even when dry. No entry. What do you mean no entry? But I'm entry गरिरहेको त Let's go के हुन्छ ओए त्यहाँ त झर्ना हेर्न ओए भन्ने म गएको त रेन वाटर भइरह त्यहाँ सेट के भनेको रेन वाटर भइरह पानी परिरह अनि यसो हामी जाँदैछौँ अझै अगाडि जान पाइन्छ कि थाहा छैन तर आई थिङ्क जान पाइन्छ किनकि अरू कुनै बाटो नै थिएन क्या लाइक हामी चाहिँ गएर फर्किने होइन वी आर सपोज टु लाइक घुमेर जाने कि त्यहाँ लाइक दुईवटा बाटो त जाने हामी एबाट बी पुग्ने क्या हामी एबाट बी गएर फेरि बीबाट ए आउने होइन सो हामी चाहिँ एबाट छोड्दै मलाई एक्सप्लेन गर्न आएन लेभित Fuck, look at this. सबको लग्यो मेरो यस्तोहरूले म गएँ I fall back झर्ने चाहिँ कसरी अब चढेन यो चाहिँ अँध्यारो छ कि किन Let's go inside डर लाग्दो ठाउँ छ यहाँ त गाइज हामी चाहिँ आई गेस
I think trek is about to complete. अझ 20 मिनटमा पुगिन्छ सायद हामी माथि थाक्यो पसिना पसिना भयो ऊ यहाँ टर्की छ हो टर्की पसिना पसिना भएको यहाँ हामी कहाँ यो पनि थाहा छैन के यहाँ चाबी छ गाडीको दाइ फाइनली आउनुभयो आम्मामा यता यता नि त आम्मामा फेरि के हो I look something different. Huh? Yeah, I look better always. उता हेर्नु न 81 हो तुला यता नि हेर्नु यस कस्तो थियो दाइ It's alright, not bad. Like the best thing is we don't need to go back. Like this one is just you started from here maybe and you go around and you come back here. You don't need to come back. If it was coming back from there, then it will be shit. It's alright. It was good fun. And we had a good track in maybe 2.5 hours. हजुर सबैलाई थकेला मेरो लट्ठी नि दिनु मतलब हाम्रो लट्ठी हो सरी 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 यो चाहिँ हाम्रो सहारा थियो यसलाई पनि छोडेर गइन्छ अब जिन्दगी यस्तै हो कोही भेटिन्छ बाटोमा हराउँछ त्यस्तै त हो होइन दिदी आम राइट वाट ना फ्याँक्यौ न भर्खर नै अहिले एकछिनपछि अहिले पूजा गरेर थ्याङ्क यू भनेर फ्याँक्ने हो क्या अहिले पछि पछि होइन दाइ Oh yeah. You are right, my friend. पानी पर्यो It's 20 degree right now. गर्मी मौसममा पनि 20 degree छ हामी पार्किङ कार पार्कमा जाँदैछौँ So we'll go back to Sydney. It's like 1.5 hour drive. 1:15 थाहा भएन कति भन्छ And then maybe that is where the vlog is going to end. I don't know. But yeah, म अघि मोटोलाई देखाउँदै कुरा भनिराख्नु त्यही छैन काशी वेदर पुरै चेन्ज भइदियो दाइदिएर कता हुनुहुन्छ कति टाढा है जाऊ पार्किङ 900 मिटर भन्दैछ अनि धेरै हिँड्नु जस्तो लाग्छ मलाई चाहिँ के हो मोटो पानी आयो आउँदै हुन्छ के भने यहाँ फेरि हेल्थ प्रोटेक्ट अफ वाइल्ड लाइफ अरे ब्याटिङ है यहाँ सो हाम्रो लट्ठी हाम्रो सहारा पनि हामीसँगै घर जाँदैछ होइन त Yes. अब चाहिँ हामी गाडीमा गइन्छ के हो Oh, mate. We're going in vehicle. I don't know about you. कस्तो हो त ल So yeah guys, that's it for today I guess. I don't know मैले यसपछि भिडियो गर्छु कि थाहा छैन तर थ्याङ्क यू फर वाचिङ अहिले मलाई सुजोले हेर्छ सुजोले हेर्दैन एकदम गर्मी भयो थकेर लाग्यो तर इट वाज वर्थ इट म्याटर गर्छ